कसैले हामीप्रति गलत गर्दैछ र उसले पश्चाताप गर्छ, हामीहरूलाई फेरि माफी माग्न आउँछ, हामीलाई क्षमा दिन कति धेरै गाह्रो हुन्छ। हामीलाई त्यो सानो एउटा कुरामा उसले आएर हामीसँग माफ माग्दाखेरि, ऊ सानो भएर झुक्दाखेरि हामीहरूलाई क्षमा गरिदिन, त्यो कुराहरूदेखि बिर्सिन हामीलाई कति धेरै गाह्रो हुन्छ। मुखले एकछिन हुन्छ हुन्छ भन्ने पनि हाम्रो हृदयमा रहिरहेको छ। तर यो कुरामा परमेश्वरले कडा तरिकाले भन्नुभएको छ कि जुन चाहिँ म तपाईँहरूलाई पढेर सुनाउँछु, मत्तीको 6:14 यस्तो लेखिएको छ, किनकि तिमीहरूले मानिसहरूका अपराध क्षमा गर्यौ भने तिमीहरूका स्वर्गमा हुनुहुने पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछ। आमेन। हुन्छ, यसरी नै अर्को भर्स लिएर आउनेछु। हामीले जब अरूलाई पनि क्षमा गर्छौँ, त्यसपछि मात्र परमेश्वरले पनि हामीलाई क्षमा गर्नुहुन्छ। जय मसीह।